उम्, आजदेखि चाहिँ यसो म गाउँमा निक्लेको है, बहुत दिन बादमा यसो हेरेको त हाम्रो घरमा पानी नै छैन रहेछ। पानीको लागि त अब अलिकति सोर्स चाहियो होइन। सोर्सको लागि यसो हेरेको त हाम्रो गाउँमा जल जीवनको लागि यत्रो ट्याङ्की लागिरहेको रहेछ, तर अब के गर्नु पानी चाहिँ छैन। अरू गाउँकोले यसो हेर्दाखेरि त पाइप यस्तो बगेको देख्दाखेरि चाहिँ यो गाउँमा त पानीको त बर्सात छ होला जस्तो लाग्यो। छैन। हाम्रो गाउँमा चाहिँ जलजीवनको चाहिँ पाइप तल्लो र घरको माथिल्लोपट्टि लागिरहेको चाहिँ यसो हेलो के गर्दैछौ भन्नुको लागि भन्ने खाले मात्रै रहेछ। सानोमा हामीले पाइपमा मुखबाट अर्कोको कानमा राखेको जस्तो मात्रै भइरहेको रहेछ होइन। त्यसले गर्दा यसो सोचेँ यसले त के तास्ने त होइन, बरु आफै काम गरौँला भनेर चाहिँ हाम्रो चाहिँ पुरानो घरको पहिलाको ट्याङ्की थियो, त्यसलाई सफा गर्नु गएको। आम्मामा यति कचरा, यति बोतल, यति प्लास्टिक रहेछ होइन, निकाल्नु थालेको हत्तु भइयो। तर अब पानी त खानैपर्छ होइन। त्यसलाई अलिकति सफा गर्दा 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 निकै टाइम गयो। तर अब सफा चाहिँ गरियो, तर रिपेयरिङको लागि चाहिँ अलिक टाइम लाग्ने रहेछ होइन। यो कमिङ सन्डे चाहिँ सायद यसको रिपेयरिङ हुन्छ अनि यहाँबाट नेक्स्ट सन्डेसम्म चाहिँ हाम्रो पानी आउँछ होला। किनभने अब हेर्नुहोस् जलजीवनको यो जुन चाहिँ पानी थियो त्यो पानी त अब हात्तीको दाँत मात्रै छ। यहाँ प्लास्टिक यो पाइप लागेको देख्दाखेरि त बाहिरको मान्छेले भन्छ मङ्गलगाउँबाट पानीले नै डुबेको रहेछ भन्ने खाले सोच्छ होला है। तर अब हाम्रो चाहिँ हामीलाई नै आफ्नो थाहा छ होइन। यी आज पुरानो ट्याङ्की हामीले 1990को टाइमको ट्याङ्की चाहिँ आज हामीले सफा गरेको घरको फ्यामिली मिलेर। यहाँनिर चाहिँ आज पानी हाल्ने होइन, अलिकति साफसफाइ गरेर रिपेयरिङ गरेर पानी हाल्ने, अन्त घरमा चाहिँ लाने भन्नेको चाहिँ हाम्रो चाहिँ चलिरहेको छ। अब हेरौँ के कस्तो, अलिकति टाइम लाग्छ होला। अब के गर्नु है, आफ्नो आफ्नो व्यवस्था आफूले निभाउनु पर्ने रहेछ। अब अरूको घरमा गयो भने चाहिँ अब त्यही हो, धुलो टकटक आएको जस्तो मात्रै हुन्छ। त्यसले गर्दाखेरि चल्छ, चलि नै जाला।